दिएर काम गर्ने हो भने हाम्रो बर्दघाटले एकदमै राम्रो प्रस्तुति देखाउन सक्छ भन्ने मलाई लाग्दछ। लाग्दछ मलाई। र दिगो विकास भएन भने हाम्रो क्षेत्रले केही पनि विकास गर्न सक्दैन भन्ने मलाई लाग्दछ। यदि हामीले हाम्रै स्थानीय स्तरमा उत्पादन भएको सामानहरूलाई हाम्रै स्थानीय स्तरमा प्रयोग गर्ने भने कम इन्धन खपत हुन्छ। यसले गर्दा हाम्रो बर्दघाटको वातावरण बचाउन पनि सहयोग गर्छ। मलाई लाग्दछ यो नै दिगो विकासको मुख्य हुन सक्छ भनेर। तसर्थ म भन्न चाहन्छु कि हामीले बर्दघाटको उत्पादन बर्दघाटको शान भन्ने भावनालाई आत्मसात गर्दै साना साना व्यापारी स्थानीय व्यापारीलाई सम्मान गर्दै अघि बढ्नुपर्छ। धन्यवाद। धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। प्रशंसा केसी बहिनीलाई आइरस एकाडेमी चिसापानीबाट उहाँ आउनुभएको थियो। अत्यन्तै राम्रो वक्तित्व प्रस्तुत गरेर गइसक्नु भएको छ। उहाँको सम्मानका लागि पुनः एकपटक जोरदार रूपमा ताली बजाउन म अनुरोध गर्दछु। यसै गरी उद्योग व्यापार सङ्घ बर्दघाटको आयोजनामा हुन गइरहेको प्रथम बर्दघाट एक्सपोको आज हामी 8औं दिनमा छौँ। आजको साङ्गीतिक कार्यक्रमतर्फको मुख्य आकर्षणको रूपमा बद्री बङ्गेनी लगायतका विभिन्न कलाकारहरूको बेजोड प्रस्तुति पनि रहने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र सँगसँगै हामीले आज विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता पनि सञ्चालन गरेका छौँ र उक्त वक्तित्व अन्तर्गत अहिले आधारभूत तहको वक्तित्व हामी सञ्चालन गरिरहेका छौँ। यसैबीच अर्को हाम्रो प्रतियोगी हुनुहुन्छ यशोदा लामिछाने शान्ति निकुञ्ज मावि पालडाँडाकी बहिनी यशोदा लामिछानेलाई म स्टेजमा आमन्त्रण गर्दछु र सम्पूर्ण बाहिर जो हुनुहुन्छ यो स्टेजको अगाडि आइदिनु होला र सम्पूर्ण प्रतियोगी भाइ बहिनीहरू आदरणीय शिक्षक शिक्षिकाजीहरू यो कार्यक्रमको अन्तिम समयसम्म यहाँहरू यही स्टेज अगाडि रहिदिनु होला भन्दै अहिलेलाई अर्को प्रतियोगीको रूपमा यशोदा लामिछाने। यशोदा जी ओके रेडी टाइम ओके स्टार्ट। नमस्कार। स्थानीय उद्योगको विकास गरौँ सबै मिली। स्थानीय उद्योगको विकास गरौँ सबै मिली। विकास रूपी ज्योति बालौ चारैतिर झिलिमिली। विकास रूपी ज्योति बालौ चारैतिर झिलिमिली। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अन्य अतिथिज्यूहरू, निष्पक्ष रूपमा निर्णय लिन बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यूहरू, प्रतिस्पर्धी मित्रहरू तथा उपस्थित सम्पूर्णमा म शान्ति निकुञ्ज मावि पालडाँडाकी कक्षा 6 की छात्रा यशोदा लामिछानेको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमन। मलाई आज यस कार्यक्रममा मेरा भनाइ राख्न दिनुभएकोमा आयोजक कमिटीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो वक्तित्व कलाको शीर्षक रहेको छ स्थानीय उद्योग र व्यापार दिगो विकासको आधार। सबैभन्दा पहिले म स्थानीय उद्योग र दिगो विकासको बारेमा केही कुरा बताउन चाहन्छु। कुनै निश्चित स्थानमा उपलब्ध स्रोत र साधनको प्रयोग गरेर सोही स्थानमै सञ्चालन गरिने उद्योगलाई स्थानीय उद्योग भनिन्छ। त्यस्तै गरी भविष्यका पुस्ताहरूलाई असर नपर्ने गरी गरिने विकासलाई दिगो विकास भनिन्छ। स्थानीय उद्योगले स्थानीय कच्चा पदार्थको प्रयोग गर्छ र रोजगारीको अवसर बढाउँछ। यसले युवाहरूको विदेश पलायनलाई रोक्छ। स्थानीय व्यापारले स्थानीय स्तरको आर्थिक गतिविधि बढाउँछ। स्थानीय व्यापार वातावरण मैत्री हुने भएकोले यसले वातावरणीय पक्षहरूलाई सन्तुलन बनाउँछ। यसकारण दिगो विकास सम्भव हुन्छ। स्थानीय उद्योग र व्यापारले वातावरण जोगाउन मद्दत गर्छ। स्थानीय उद्योगले हाम्रो देश नेपालको अर्थतन्त्र
जोगाउन मद्दत गर्छ। यसले साना किसानलाई सहयोग गर्छ। स्थानीय उत्पादनको माग बढ्दा उत्पादन बढ्छ। उत्पादन बढ्दा आर्थिक आम्दानी हुन्छ। आर्थिक आम्दानी भए मानिसको जीवन स्तर सुधार हुन्छ। अन्त्यमा स्थानीय उद्योग र व्यापारमा सहभागी बनाऊ र दिगो विकासलाई मजबुत बनाऊ भन्ने अनुरोध गर्दै मेरा यी भनाइलाई यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय बर्दघाट। धेरै धेरै धन्यवाद गर्न चाहन्छु बहिनीलाई। उहाँले आफ्नो अत्यन्तै राम्रो वक्तित्व दिएर गइसक्नु भएको छ। उहाँका लागि यशोदा लामिछाने बहिनीको लागि फेरि एकपटक जोरदार रूपमा तालीले सम्मान व्यक्त गर्नुहोला। र यसै गरी हाम्रो अर्को प्रतियोगी हुनुहुन्छ शुभम रणपाल। दाउनेदेवी माविका अर्को प्रतियोगी भाइ हुनुहुन्छ शुभम रणपाल। शुभम जी रेडी हो? टाइम योर टाइम स्टार्ट नाउ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, सधैँ सभाध्यक्ष महोदय, सधैँ सभाध्यक्ष महोदय, यस मञ्चमा विराजमान हुनुभएका प्रमुख अतिथिज्यू, निष्पक्ष निर्णायक मण्डल, मञ्चमा आसीन अतिथिगण एवं पत्रकार मित्रहरू, सधैँ गुरुवर्ग तथा प्रतियोगी साथीहरू, आज बर्दघाट उद्योग व्यापारी सङ्घद्वारा आयोजित यस स्थानीय उद्योग र व्यापार दिगो विकासको आधार वक्तित्व कला प्रतियोगितामा आफ्ना भनाइ राख्ने अवसर दिनुभएकामा म शुभम रणपाल र दाउनेदेवी माध्यमिक विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आजको वक्तित्वमा प्रवेश गर्न चाहन्छु। आज म यहाँ एउटा सामान्य भाषण लिएर आएको छैन, तर एउटा प्रश्न, सङ्कल्प र चेतना बोकेर यस मञ्चमा उभिएको छु। म सबैलाई पहिले प्रश्न गर्न चाहन्छु, हामी किन अरूको उत्पादन प्रयोग गर्दा गर्व गर्छौँ तर आफ्नै उत्पादन प्रयोग गर्न हिचकिचाउँछौँ? के विकास भन्नु केवल आयात बढाउनु हो कि आफ्नो उत्पादनलाई उभ्याउनु हो? याद राख्नुहोस्, आफ्नो राष्ट्रको गरिमा कुनै विदेशी लेबलमा स्थानीय उत्पादनको आत्मसम्मानमा हुन्छ। आजको विश्वव्यापीकरण, प्राविधिक विस्फोट र सांस्कृतिक र उपभोक्तावादी संस्कृतिको आदिमा दौडिरहेको छ। हामी उपभोक्ता बन्न सिक्यौँ तर उत्पादक बन्न बिर्सियौँ। यही सोचले राष्ट्रलाई परनिर्भरताको दलदलमा फसाएको हुन्छ। त्यसैले म फेरि प्रश्न गर्न चाहन्छु, यदि हामी आफै उत्पादन गर्दैनौँ भने आत्मनिर्भरता केवल भाषणमै सीमित हुने होइन र? स्थानीय उद्योग र व्यापार कुनै सानो आर्थिक गतिविधि होइन, यो राष्ट्रको मेरुदण्ड, आर्थिक सार्वभौमिकता र सामाजिक न्यायको बलियो स्तम्भ हो। जब किसानको उत्पादन व्यापारसँग जोडिन्छ र जब कारिगर कृषि बजारसम्म पुग्छ र जब युवा वर्गले आफ्नै ठाउँमा रोजगारी प्राप्त गर्छन्, तब मात्र विकास वास्तविक बन्छ। त्यसैले भनिएको छ, जहाँ स्थानीय उद्योग र व्यापार चल्छ त्यहाँ भौतिक बगान रोकिन्छ र अर्थतन्त्र सबल हुन्छ। म तपाईँहरूलाई अर्को गम्भीर प्रश्न सोध्न चाहन्छु, के अग्ला भवन मात्र विकास हुन्? के ठुला सडक बनेपछि दिगो विकास पुरा हुन्छ? दिगो विकास भनेको केवल भौतिक संरचना होइन, दिगो विकास भनेको आजको आवश्यकता पुरा गर्दै भावी पुस्ताको अधिकार सुनिश्चित गर्नु हो। यस दृष्टिले हेर्दा स्थानीय उद्योग र व्यापार सबैभन्दा दिगो देखिन्छन्। प्रकृतिको सहअस्तित्व, स्थानीय कच्चा पदार्थको प्रयोग र कम प्रदूषण। याद राख्नुहोस्, राष्ट्रको अर्थतन्त्रलाई सबल बनाउनु र दिगो विकासको सपना साकार गर्नका लागि आयातलाई होइन उत्पादनमा ध्यान दिनुपर्छ। हामीले स्थानीय सरकार र प्रदेश सरकारले विभिन्न मेलाहरूको आयोजना र यस्ता एक्सपोहरू र प्रदर्शनी कार्यक्रमहरू आयोजना गरी यस स्थानीय उद्योग र व्यापारको बजारीकरण र व्यवसायीकरणमा प्रत्यक्ष रूपमा सहभागी हुनुपर्दछ। सरकारले पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ। कम ब्याज दरमा ऋण उपलब्ध गराई प्राविधिक प्रशिक्षण गरेर प्रत्यक्ष रूपमा यसको प्रवर्धनमा सहयोग गर्नुपर्दछ। आज हामी आफ्नै उद्योगहरू बन्द हुँदा पनि मौन छौँ। हामी विदेशी ब्रान्डको झोलामा गर्व गर्छौँ तर आफ्नै
तर मेड इन नेपाल लेखिएका वस्तु उठाउन हिचकिचाउँछौँ। म तपाईँलाई अर्को प्रश्न गर्न चाहन्छु, के हामी आफ्नै उत्पादनलाई हेपेर कहिले आत्मनिर्भर बन्न सक्छौँ? उत्तर स्पष्ट छ, किनकि आफ्नै उत्पादनलाई हेप्ने समाज कहिले पनि शक्तिशाली र आत्मनिर्भर बन्न सक्दैन। आफ्नै स्थानीय क्षेत्रमा उत्पादित कुटीर घर, हाम्रा स्थानीय क्षेत्रमा उत्पादित कुटीर घरहरू र काष्ठका सामग्री, विभिन्न हस्तकलाका सामग्रीहरूलाई सबै स्थानीय वस्तुहरू उत्पादनमा कच्चा पदार्थ र सिप आधारित रहेका हुन्छन्। यसको प्रवर्धनका लागि अहिलेको यस सञ्चालन भएको प्रथम वर्षगाँठ एक्सपो 2082 एउटा ज्वलन्त दृष्टान्त रहेको छ। यहाँ विभिन्न स्टलहरू रहेका छन्। यहाँ प्रत्येक स्टलमा स्थानीय क्षेत्रमा उत्पादित रहेका वस्तुहरूलाई यहाँ देखाउन खोजिएको छ, व्यवसायीकरण गर्न खोजिएको छ। अन्त्यमा म यस मञ्चबाट सङ्कल्प गराउन चाहन्छु, हामी स्थानीय उत्पादनको प्रयोग गर्नेछौँ, स्थानीय उद्यमीलाई प्राथमिकता दिनेछौँ, आत्मनिर्भर र स्वाभिमानी नेपालको आवश्यकता पुरा गर्नेछौँ। र म यस मञ्चमा अन्तिम प्रश्न राख्न चाहन्छु, हामी भोलिको भावी पुस्तालाई के दिने? परनिर्भर अर्थतन्त्र कि आत्मनिर्भर स्वाभिमानी नेपाल? अन्ततः सत्य यही हो। स्थानीय उद्योग बलियो भए मात्र राष्ट्र अडिन्छ, नत्र विकास केवल भ्रम हुन्छ। हस्त धन्यवाद। जय बर्दघाट, जय स्थानीय उद्योग, जय धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। दाउनी देवी माविका प्रतियोगी भाइ शुभम रडपाललाई उहाँले आफ्नो अत्यन्तै राम्रो वक्तित्व प्रस्तुत गरेर गइसक्नु भएको छ। उहाँको सम्मानका लागि सम्पूर्णले एकपटक जोरदार रूपमा तालीले उहाँलाई सम्मान गर्दै होला। र यस स्थानीय उद्योग र व्यापार दिगो विकासको आधार भन्ने शीर्षकमा आज वक्तित्व कला प्रतियोगिता भइरहेको छ। सोही अन्तर्गत हामी पहिलो चरणमा आधारभूत तहको वक्तित्व कला सञ्चालन गरि नै रहेका छौँ। हामीसँग टोटल 11 जना प्रतियोगी भाइ बहिनीहरू हुनुहुन्थ्यो। अहिलेसम्म 10 जनाले आफ्नो प्रस्तुति दिएर गइसक्नु भएको छ। अब मैले आधारभूत